नमस्कार। यस भिडियोमा म यहाँहरूको लागि समसामयिक जानकारी लिएर आएको छु। पहिलो प्रश्न रहेको छ, मध्य प्रदेशको हालको मुख्यमन्त्री को हुनुहुन्छ? अप्सन छ क मा सरोज कुमार यादव, ख कृष्ण प्रसाद यादव, ग जितेन्द्र सोनल र घ मोहम्मद लालबाबु राउत गदी। यसको सही उत्तर रहेको छ कृष्ण प्रसाद यादव। ख नम्बर कृष्ण प्रसाद यादव। र कृष्ण प्रसाद यादवभन्दा अगाडि अर्थात् मध्य प्रदेशको निवर्तमान मुख्यमन्त्रीको रूपमा सरोज कुमार यादव हुनुहुन्थ्यो भने उहाँभन्दा अगाडि जितेन्द्र सोनल रहनुभएको थियो भने मध्य प्रदेशको इतिहासमा मध्य प्रदेशको पहिलो मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गदी हुनुहुन्थ्यो। त्यस्तै दोस्रो प्रश्न रहेको छ, मध्य प्रदेशको मुख्यमन्त्रीमा कृष्ण प्रसाद यादवलाई कहिले नियुक्त गरियो? यो पनि चाहिँ समसामयिक घटना छ। अप्सन रहेको छ विक्रम सम्वतमा छ। विक्रम सम्वत 2082 साल मङ्सिर महिनाको 19 गते, त्यस्तै 2082 साल मङ्सिर महिनाको 20 गते, 2082 साल कार्तिक महिनाको 19 गते र 2081 साल मङ्सिर महिनाको 19 गते। र यसको उत्तर सही छ 2082 साल 8 महिनाको 19 गते अर्थात् अप्सन क सही रहेको छ। त्यस्तै प्रश्न नम्बर 3 रहेको छ, मध्य प्रदेशको मुख्यमन्त्रीमा कृष्ण प्रसाद यादवलाई नेपालको संविधानको कुन धारा र उपधारा अनुसार नियुक्त गरिएको हो? अप्सन छ धारा 76 को उपधारा 1, धारा 76 को उपधारा 2, धारा 168 को उपधारा 1 र धारा 168 को उपधारा 2। र यसको सही उत्तर रहेको छ धारा 168 को उपधारा 2। धारा 76 को उपधारा 1 अनुसार यो सङ्घीय कार्यपालिकाको प्रमुख नियुक्त गर्ने बेलामा या सङ्घीय कार्यपालिकाको गठन गर्ने बेलामा कार्यपालिका प्रमुखको रूपमा प्रधानमन्त्रीको नियुक्ति गर्ने बेलामा यो धारा 76 को उपधारा 1 अनुसार बहुमतीय सरकार अर्थात् बहुमत प्राप्त दलको संसदीय दलको नेताको प्रमुखको हैसियतमा चाहिँ सरकार गठन हुन्छ। यो धारा 76 को उपधारा 1 अनुसार बहुमतीय सरकारको प्रावधान रहेको छ भने सङ्घीय कार्यपालिकाको लागि धारा 76 को उपधारा 2 अनुसार कुनै पनि दलको बहुमत नभएमा 2 या 2 भन्दा बढी दलहरूलाई मिलाएर सहमतीय सरकार अर्थात् सहमतिमा 2 या 2 भन्दा बढी दललाई मिलाएर सहमतिमा यो सरकार प्रमुख गठन गर्ने यो व्यवस्था रहेको छ। यो सङ्घीय कार्यपालिकाको लागि हो भने प्रदेश कार्यपालिकाको लागि धारा 168 को उपधारा 1 बहुमतीय सरकार, यहाँ प्रदेश सरकार प्रमुखको रूपमा नियुक्त गर्नु पर्यो भने बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई यसमा नियुक्त गर्ने प्रावधान रहेको छ भने धारा 168 को उपधारा 2 अनुसार 2 या 2 भन्दा बढी दलको सहमतिमा सरकार प्रमुख अर्थात् मुख्यमन्त्रीको रूपमा नियुक्त गर्ने प्रावधान रहेको छ। जुन प्रावधान अनुसार हिजो मात्र नेपाली कङ्ग्रेसका प्रदेश सभापति कृष्ण प्रसाद यादवज्यूलाई मध्य प्रदेशको मुख्यमन्त्रीको रूपमा धारा 168 को उपधारा 2 अनुसार नियुक्त गरिएको छ। अर्को रहेको छ, मध्य प्रदेशको वर्तमान प्रदेश प्रमुख को हुनुहुन्छ? अप्सन रहेको छ क मा सुमित्रा सुवेदी भण्डारी, अप्सन ख मा राजेश झा, अप्सन ग मा सुरेन्द्र लाभ कर्ण र अप्सन घ मा रत्नेश्वर लाल कास्थ। यसको सही उत्तर रहेको छ अप्सन ग सुरेन्द्र लाभ कर्ण। उहाँ वर्तमान प्रदेश प्रमुख हुनुहुन्छ भने उहाँभन्दा अगाडि अर्थात् निवर्तमान प्रदेश प्रमुख हुनुहुन्थ्यो सुमित्रा सुवेदी भण्डारी भने राजेश झा मध्य प्रदेशको तेस्रो प्रदेश प्रमुखको रूपमा मध्य प्रदेशमा कार्यरत हुनुहुन्थ्यो भने मध्य प्रदेशको इतिहासमा पहिलो मध्य प्रदेशको प्रमुखको रूपमा रत्नेश्वर लाल कास्थ हुनुहुन्थ्यो।